सुस्त सुस्त हावा चलिरहेको थियो। त्यो क्षण अनौठो थियो। एक्कासी नजर उनी माथि अड्कियो। मन अलिकति चञ्चल थियो। हामी एकअर्कासँग थियो अनजान। हाम्रो सम्बन्धको केही थिएन पहिचान। उनी अर्कै फ्याकल्टीको, म कृषि पढ्ने बाटोमा। भेट फेरि होला कि नहोला, हराएको सपना जस्तो थियो त्यो साँझमा। तर नियतिको खेल नै अनौठो। समयले मोड फेरिदियो र एक दिन अचानक भेट भयो। पहिलो पटक हाम्रो कुराकानी भयो। त्यही भेटपछि शब्दहरू बग्न थाले नदी झै सजिलै। अन्जानपन हराउँदै गए, सम्बन्ध बन्यो बिस्तारै। उनी पढाइमा डुबेको किताबसँगै संसार सजाएको। म भने उनीलाई म्यासेज गर्ने बहानामा दिन बिताएको। कसरी बोलौं के लेखौं भनेर मन सधैँ अलमलिन्थ्यो। उनीलाई गुमाउने डरले शब्द पनि कहिलेकाहीँ थरथरिन्थ्यो। उनको ढिलो रिप्लाई ढिलो सिन गर्ने बानी थियो। त्यो मौनताले मेरो मनलाई अलिकति खाली बनाइदिन्थ्यो। एक दिन त उनी आइडी नै डिएक्टिभेट गरिन्। म भित्र एउटा डर पलायो। के मैले धेरै बोलेर ब्लक त गरिनन् कि भनेर मनले अनेकौं कुरा खेलायो। दुःख र डरको बीचमा म आफै हरायो। तर फेरि भेट हुँदा थाहा भयो त्यो त बस एउटा सानो गलती थियो। न त रिस थियो न त दूरी, बस परिस्थितिको खेल थियो। उनी कहिले दादा, कहिले तिमी त कहिले तपाईँ भन्थे। उनी कहिले दादा, कहिले तिमी, कहिले तपाईँ भन्थे। ती शब्दहरूले नै मेरो मनमा अलमल्ल पार्थे। दादा सुन्दा मन चुपचाप भाँचिन्थ्यो भित्रै। तर म हाँसिरहन्थे केही नभएको जस्तै बाहिरै। माया त थियो तर डर अझै हराएको थिएन। कसरी बोल्ने, कसरी नटाडिने भन्ने थाहा थिएन। तर समयसँग तिमीलाई बुझ्दै गए बिस्तारै र तिमी पनि हाँस्न थाल्यौ मेरो कुरासँगै। ग्यापहरू थिए, मौनता पनि थियो बिचमा, तर त्यही मौनता भित्र केही बाँकी थियो जीवनमा। सायद त्यो नै माया थियो, नबोलेर पनि बाँच्ने, डरले छोपिए पनि फेरि फर्किने। उसको त्यो मिठो मुस्कान कति सुन्दर लाग्छ मलाई। एकचोटि हेर्दा हेरिरहँ लाग्छ मलाई। उसले लगाउने लुगा पनि किन हो मनै छुने जस्तो, साधारण भएर पनि किन यति विशेष देखिने जस्तो। उसको बोल्ने शैलीमा एउटा छुट्टै मिठास छ। हरेक शब्दले मनभित्र सानो संसार बनाएको छ। अन्ध्यारोमा पनि मलाई चिन्ने उसको नजर अनौठो लाग्यो। यी साना साना बानीहरूले नै मन छोएर गयो।